हे एभ्रिवान, फेरि पनि म आइसकेको छु होइन। अनि अहिले चाहिँ यहाँ लगभग कति 10 बज्न आँटिसकेको छ। अनि त्यस पछाडि म अहिले पारामाटा स्टेसनमा छु। अनि मेन किन भिडियो बनाएको भन्दा चाहिँ अहिले चाहिँ म श्रीखण्डको घर जान आँटेको। अनि यहाँ मैले भर्खर कामबाट निस्केर मसित यहाँ मैले सामानहरू किनेर ल्याएको छु। अनि त्यस पछाडि पहिला घर गएर अनि त्यहाँ श्रीखण्डकोमा जान्छु म। अनि त्यस पछाडि उसको बिरालो देखाउँछु भन्दै थियो अस्ति नै, क्याटलाई भेट्ने मेरो क्याटलाई। अनि त्यो पनि देखाइदिन्छु म आज होइन। अनि त्यहाँदेखि अरू के हो भन्दाखेरि अब उसको घरमा अब यहाँ देख्न सक्नुहुन्छ होइन, ट्रेन चाहिँ गइरहेछ स्मुथली। अनि यस्तो गर्मी भएको थियो पहिला अस्तितिर चाहिँ, अहिले अलिक जाडो बढ्दै गएको छ सिडनीमा। नजर सिडनी होइन, अब अस्ट्रेलियामै सायद जाडो बढिरहेको होला अहिले चाहिँ। अनि जाडो महिना आउँदैछ, मलाई चाहिँ ठिकै लाग्छ जस गर्मीभन्दा पनि जाडो। अब त्यो गर्मीमा घाम हुन्छ नि त, हिँड्न नि अलिक झ्याउ हुन्छ। अनि अहिले म अब श्रीखण्डको घरकोमा गएर त्यहाँदेखि त्यहाँ एकछिन अब मोमेन्ट क्याप्चर गर्नेछु। अनि त्यही हो, त्यस्तो साह्रो स्पेसल केही होइन आज। त्यही पनि अब श्रीखण्डसित अब धेरै पछि उसको घर जानु लाग्यो कि अब लाइफ बिजी हुन्छ नि त। अनि त्यही भएर अरू भनेको त्यस्तै हो गाइज। अब सबैजनालाई सन्चै होला। सो गाइज हामी लेटकम स्टेसन आइपुगिसक्यौँ होइन। अब श्रीखण्डको घर हामी एउटा ट्रेन चढेर त्यस पछाडि पुग्नेछौँ। म भर्खर घर पुगेर सामानहरू पनि राखिसकेँ। अनि तुषार देख्न सक्नुहुन्छ तपाईँहरू प्लिज। अनि तुषार तिम्रो लाइफ कस्तो चलिरहेछ त चाहिँ हो? अनि त्यसपछि के भन्छ अब अरू के भन्न चाहन्छौ त भिडियोमा? पैसा कमाउनु पर्छ, त्यो त अफकोर्स कमाउनु त परिहाल्छ नि होइन। तर कमाउनु भन्दा नि बचाउनुको चाहिँ भ्यालु हुन्छ अरे क्या, मैले बुझेअनुसार चाहिँ। त्यो बोथ दुवै कुरा चाहिन्छ, तर अब सेभिङ भन्ने कुरा नि इम्पोर्टेन्ट हुन्छ लाइफमा। अब म सिधै श्रीखण्डकोमा भिडियो बनाउने छु होइन, किनकि मेरो भेट चार्ज छैन। श्रीखण्डको घर आइसक्यौँ होइन। हेलो, के छ खबर? को होइन हौ, भ्लग अनि कस्तो? तुषारको फोन हो क्या, मेरो फोनमा चार्जै सक्यो क्या। म त दाइलाई साइलेर हुन्छ नि त खाइदिएको गाइज हामी श्रीखण्डको घर आइसक्यौँ। यहाँ श्रीखण्डले यहाँ के बनाउँछ हाम्रो लागि होइन। के बनाउने सोचमा छौँ भन नि त? फेरि हेर न, भन न भन्छु। के खुवाउँछ त तिमी आज हामीलाई? सागसुगा? ए नाइस नाइस, ठिक छ, केही भएन। म चाहिँ दाइ हुनुहुन्छ होइन, उनीहरूकोमा बस्ने। यहाँ देख्न सक्नुहुन्छ बिरालो मान्छे जस्तै सुत्ने यार। उसको नाम चाहिँ मोमो अरे होइन। तुषार यसको नाक छिदेऊ त, छौ न एकचोटि नाक छौ त श्रीखण्ड। चलाउन यसलाई उठाउ न। कति महिना गयो यार, कस्तो क्यु मान्छेको बच्चा जस्तै है। पुच्छर तान्देऊ न यसको। कुकुरले वाक्क रहेछ म त घरमा। पुच्छर तान्देऊ न, पुच्छर। बिहारले गर्दैन नि, बाहिरै गरेर गर्छ नि। कस्तो राम्रो छ र यार। त्यही हो नि यार, बोक्छु छोड न मलाई। केही गर्दैन। केटा हो केटी हो साँच्ची? ल्याउनु कस्तो राम्रो यार। यस्तो सर्ट छ क्या, उतार्दैला नाखमा। गाइज हाम्रो चाहिँ अब यहाँ रमाइलो पल चलिरहेछ होइन। अनि त्यस पछाडि म अहिले आज श्रीखण्डको एउटा हिडन ट्यालेन्ट देखाउँछु होइन। यो चाहिँ सायद श्रीखण्ड अब जो नेपालको हुन्छ नि, नेपालमै बसेर गीत सित गाएको भए उसले अब त्यो कुरामा अब जो राम्रो एउटा उ गर्थ्यो होला होइन। के भन्छ त्यसलाई, सिङ्गिङ उसमै पपुलर हुन्थ्यो होला क्या, सिङ्गर अब उसले हुन्छ नि त्यो फिल्ड चुनेको भए। तिमी कमेडियन हुन्थ्यो यार। अनि त्यस पछाडि
ल सुन्नु नि त अब श्रीखण्डको गीत रेडी 1 2 3 हलचल हुई जरा शोर हुआ दिल चोर हुआ तेरी ओर हुआ ऐसे चले जब हवा इश्क हुआ ये हुआ हो ऐसे चले जब हवा इश्क हुआ ही हुआ ल ताली तुसार ताली बजाऊ ओए ताली बजा के भन्छ ल Hey! Clap one more time. You're not coming to my birthday. Who did that? मलाई जहाँसम्म लाग्छ यो गीत सुनेपछि होइन जसले पनि अब अर्को गीत पनि गाउनु भन्छ मलाई त्यही भएर म अहिले नै उसलाई अब रिक्वेस्ट गर्नेछु अर्को गीतको लागि तिमीलाई के राम्रो लागेन उसको स्वर तिम्रो एउटा गीत गाउँ न त तुषार ल है अब तुषार गीत सुनिदिनु होला सबैजनाले कता हिँडेको एउटै भएर हट भएर मलाई हेरेर उसलाई हेरेर सबैलाई हेरेर हेरेर दुश्मन हेरेको हेरै अभिषेक छेरेको छेरै दुश्मन हेरेको हेरै अभिषेक छेरेको छेरै धन्यवाद तुषारको गीत चाहिँ कस्तो लाग्यो त श्रीखण्ड तिमीलाई ल अब तिम्रो एउटा लास्ट सङ आऊ नि त यता ल तिम्रो एउटा तिम्रो फेभरेट सङ अब हामी बिस्तारै ज्यामिङ गर्नुपर्छ एउटा गिटार किन्ने होइन अनि त्यस पछाडि मलाई तिमीलाई ड्रमर एउटा ड्रम किनौँ भनेको खै मलाई पियानो किन्न मन छ पियानो किन्नु मन छ तिमीलाई म चाहिँ पियानो किन्छु ल त्यो त के हो त्यहाँ पुरा यार खानेकुरा हेर न त्यहाँ मुख उ गरेको एउटा ठुलो भयो भने त अनि सक्ने रहेछ त तिम्रो घर त सबै ल एउटा अर्को ल लास्ट सङ अब फाइनल सङ ल तुषार चुप लाग्यो सुरु हिन्दी गीतै गाउनु ल अभी ना जाओ छोड़ कर कि दिल अभी भरा नहीं अभी तो आए हो अभी तो हवा जरा बहक तो ले ये दिल जरा संभल तो ले ये शाम ढल तो ले जरा ये शाम ढल तो ले जरा ये दिल संभल तो ले जरा मैं थोड़ी देर जी तो लूं नशे के घूंट पी तो लूं अभी तो कुछ कहा नहीं अभी तो कुछ सुना नहीं अभी ना जाओ छोड़ कर कि दिल अभी भरा नहीं अभी नहीं भरा नहीं ताली तर यो श्रीखण्डको गीत चाहिँ मलाई यो स्वर चाहिँ एकदम मनपर्छ होइन हामी चाहिँ कस्तो थियौँ भन्दाखेरि पहिल्यैदेखि मिल्थ्यौँ क्या होइन अनि लकडाउनको बेलामा मैले उसलाई जोस् यो गीत गाउन भन्दै अब मेसेज गर्थेँ अनि उसले भोइस मेसेज गर्दै पठाउँथ्यो क्या मलाई अनि यस्तो मन पर्थ्यो जोस् उमा एकदम ट्यालेन्ट छ होइन गीत गाउने चाहिँ हामीले अब बिस्तारै एउटा गिटार किन्ने अनि त्यसपछि तिमी पियानो किन्ने होइन ओए तिमी पियानो किन्ने होइन तुषार चाहिँ के ड्रम किन्छौ त तुषार बाँसुरी तिम्रो बाँसुरी बजाइ चाहिँ सब भाग्छ नि त अनि हाम्रो एउटा नि अडियन्स हुँदैन त्यस्तो भयो भने चाहिँ तर जोस् रमाइलो भयो अब धेरै पछि आयो श्रीखण्डकोमा होइन
ल श्रीखण्डको यहाँ स्पेसल डिस देख्न सक्नुहुन्छ के हो श्रीखण्ड यो भन्दा पनि त It's paratha with sakshika with grilled chicken. अलिक एक्सेन्ट चाहिँ अलि कम भयो जस्तो लाग्यो मलाई That's paratha and this is होइन egg sakshika and this is grilled chicken. यो चाहिँ कुन एक्सेन्ट हो क्या त्यो चाहिँ British. ब्रिटिस चाहिँ होइन ब्रिटिस Can we have some paratha, please, today? यहाँ देख्न सक्नुहुन्छ पराठा फुलिसकेको छ होइन नयाँ नयाँ यो भएन है यो तिम्रो अब चाहिँ हामी खान्छौँ होइन अब ल्याउँछ हाम्रो भ्लग अब सायद चाँडोभन्दा चाँडो हाल्न म खोज्ने छु होइन भिडियो एडिटिङहरूदेखि लिएर सबै कुरा त्यही भने ओके गाइज अब आजको भ्लग चाहिँ यति नै हुन्छ होइन म आज अब भिडियो यतिमै इन्ड गरिदिन्छु किनकि श्रीखण्ड घर पनि आइसक्यौँ अब आज हामी यहीँ बस्छौँ हाम्रो यहाँ स्लिपिङ म्याट देख्न सक्नुहुन्छ अनि बिरालो पनि सुतिसक्यो बिरालो चाहिँ अचम्म गरेको थियो जहाँ पनि सुत्दिने होइन हामी खाना खाँदा नै सुतिसकेको थियो जे गर्दा नि नोबिताको त्यो खानदानतिर गएको रहेछ यो चाहिँ होइन अब हामी बस्छौँ एकछिन गफसफ गर्छौँ अनि सुत्छौँ यति नै हो आजको लागि अब अर्को भिडियो अब पर्खिरहनु होला होइन अब म सक्दो एक टाइममा भिडियो हाल्न खोज्ने छु ठ्याक्क त्यो टाइममा भने चाहिँ त्यही टाइममा हाल्छु होइन अनि त्यही हो स्टे ट्युन गाइज बाई बाई